मान्य सदस्यहरू, विपक्षी बेन्चका सबै मान्य सदस्यहरू उठ्नु भएको छ, बस्नुहोस्। सरकारको तर्फबाट जवाफ सुनाऊ। हामीले छलफल सम्पन्न गरिसकेका छौँ र हामी महत्त्वपूर्ण समयमा छौँ। राष्ट्रको नीति तथा कार्यक्रमको विषय छ र त्यो सबै मान्य सदस्यहरूले छलफल पनि समाप्त भइसकेको हुनाले सरकारको तर्फबाट हामी जवाफ सुन्ने क्रममा भएको हुनाले सबै मान्य सदस्यहरूलाई बस्नुहोस्। मान्य सदस्यहरू बस्नुहोस्। मान्य मन्त्रीज्यू सुरु गर्नुहोस्। सम्माननीय सभामुख महोदय, माननीय सदस्यहरू, सम्मान्य राष्ट्रपतिज्यूबाट सम्वत 2083 वैशाख 28 गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम उप प्रतिनिधि सभाका मान्य सदस्यहरूले उठाउनु भएको चासो, सुझाव र सरोकारका विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट जवाफ दिन म उभिएको छु। मुलुकबाट भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने माग राखी जेनजी पुस्ताबाट भएको आन्दोलन, त्यसपछिको सङ्क्रमण पश्चात भएको निर्वाचन मार्फत जनताबाट अत्यन्त विश्वास र भरोसा राखी एउटै पार्टीलाई प्रतिनिधि सभामा करिब 2/3 बहुमतको जनादेश प्राप्त भएको छ। चेतनशील नेपाली जनताबाट प्राप्त अपूर्व अपेक्षालाई भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास, समता सहितको न्यायपूर्ण नेपाल निर्माण गर्ने सङ्कल्पसहित सम्माननीय राष्ट्रपतिज्यूबाट 83 वैशाख 28 गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। नेपालको संविधानले निर्देश गरेको सुशासन समृद्धिको साझा लक्ष्यलाई आत्मसात गरी निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नागरिक समक्ष गरेका करार, बाचा, प्रतिबद्धता र घोषणालाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सरकारले उदारतापूर्वक राष्ट्रिय प्रतिबद्धताको रूपमा ग्रहण गरेको विषय म यस सम्मानित सभा समक्ष पुनः व्यक्त गर्न चाहन्छु। नेपाल सरकारको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रमका सम्बन्धमा मान्य सदस्यहरूले कूटनीतिक संवादबाट सीमा विवाद समाधान, आर्थिक कूटनीति, वैदेशिक रोजगारी व्यवस्थापन, ट्रेड युनियन खारेजी, आधुनिक कृषि प्रणाली, जलवायु परिवर्तन, सुशासन प्रवर्धन, समावेशी विकास र सामाजिक न्याय, सहकारी समस्या समाधान, लैङ्गिक हिंसा र बेचबिखन न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्र, शान्ति प्रक्रिया, सडक, बालबालिका, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा र उद्यमशीलता लगायतका विषयहरूमा राख्नुभएको महत्त्वपूर्ण धारणा, चासो तथा उठाउनु भएको जिज्ञासा र दिनुभएको सुझाव मनन योग्य छन्। यसका लागि सम्पूर्ण माननीय सदस्यहरूलाई सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। संविधान, सार्वभौमिकता, यी प्रतिबद्धताहरूलाई हामीले अघि मैले भने पवित्र लक्ष्य उद्देश्यका रूपमा यसलाई अगाडि लाने हो। निर्वाचनको थीम पनि नीतिगत कुराहरूभन्दा पनि शैलीगत कुराहरूमा चाहिँ नेपाली जनताको आक्रोश, त्यो विस्फोट, त्यो असन्तुष्टि मुखरित भएको कुरा धेरै टिप्पणीकारहरूले बताउँदै आएका पनि छन्। त्यसैले हामीले प्रमिस गरेको चाहिँ शैली, स्वरूप र चरित्र नै हो। त्यसमा हामी खरो उत्रन चाहन्छौँ। सुशासनको एक सूत्रीय अर्जुन दृष्टि चाहिँ हाम्रो छ। समुन्नतिको एजेन्डाहरू पनि सुशासनकै जगमा गर्ने हो भनेर सम्माननीय प्रधानमन्त्रीज्यूबाट त बेला बेलामा चाहिँ आउँछ कि पहिला सुशासनमै फोकस गरौँ, विकास निर्माणलाई पनि अलिकति पज गरेर जाने हो कि भन्नेसम्मको सरसल्लाह भएको कुरा म यहाँहरूलाई अवगत गराउन चाहन्छु। त्यसैले आर्थिक वृद्धि, राजस्व लगायत यी सबै विषयको निरन्तरता हुन्छ, हुनुपर्छ। हामी आएपछि शिक्षा सुधार गरिनेछ भन्ने विषयलाई फरक देखिनकै लागि अर्को वाक्यांश भन्ने कुरा हुँदैन। त्यसैले मूल परीक्षा र परीक्षण भनेको हाम्रो नियत, क्षमता र अन्ततोगत्वा यो परिणाम नेपाली जनताको हितमा हामी यो देखाउन सक्छौँ कि सक्दैनौँ भन्ने हो। र प्रारम्भिक लक्षणले जुन उत्साह हामीलाई दिइरहेको छ, यही बाटोमा हामी अझ बढी रफ्तारमा अगाडि जाने कुरा नै छ। दोस्रो, अलिकति यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी
को नीति कार्यक्रम इत्यादि चाहिँ कुन दार्शनिक धरातलमा कस्तो अर्थ राजनीतिक चेतनाबाट ओतप्रोत भएर आएको हो भन्ने बारे धेरै मान्य सांसदज्यूहरूले राख्नुभएको पनि मैले पाएँ। सायद यहाँहरूको व्यस्तताले पढ्न पाउनु भएको छैन होला। राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक धरातल के हो भन्ने कुरा हाम्रा विभिन्न फोरमहरूबाट, विस्तारित बैठकहरूबाट अनुमोदित भएर वाचापत्रमा पनि स्पष्टसित उल्लेख गरेर हामी अगाडि बढेका छौँ। यसमा अलिकति आफ्नो पुरानो राजनीतिक स्कुलिङले जानेका भाषाहरू, टर्मिनोलोजीहरू झट्टै नदेख्दाखेरि अलि अलमलमा परेको जस्तो पनि महसुस भएको हुन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो। यो स्पष्ट छ। हामीले नीति कार्यक्रमको अन्तिम लाइनमा पनि यहाँ अनेक संशयहरू प्रकट भइरहेका छन्। मेरो विनम्र आग्रह छ सम्मान्य सभामुख मार्फत मान्य सांसदज्यूहरूलाई अलिकति पढिदिने कष्ट गरिदिनु होला। यो नीति तथा कार्यक्रमको अन्तिम लाइन सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। हामी यही फ्रेमबाट अगाडि जाने हो, र हामी गर्वका साथ भन्छौँ हामी लिबरल डेमोक्रेटिक पार्टी हौँ। हामी सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्छौँ। बलियो राज्य हुनुपर्छ, तर 10मा 8वटा नयाँ रोजगारी सिर्जना गर्ने निजी क्षेत्र, उसलाई बत्तिएर अगाडि जानको लागि नीतिगत, संरचनागत, कानुनी सहजीकरण गर्नुपर्छ। निजी क्षेत्रलाई उत्साहित नगरिकन, उसलाई बल नदिइकन हाम्रा ठुला लक्ष्यहरू, विराट लक्ष्यहरू चाहिँ प्राप्ति हुँदैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ। हामी कम्युनिस्ट होइनौँ। हामी नव उदारवादी पनि होइनौँ। हामी कम्युनिस्टको आवरणमा क्रोनी क्यापिटलिस्ट पनि होइनौँ। त्यसैले कित्ताकाट स्पष्ट छ। बलियो राज्य हुन्छ। लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि हामी उद्यम मैत्री, लगानी अनुकूल, प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, सोसियल मार्केट इकोनोमीको उन्नयनका लागि स्वच्छ रेगुलेटरी आर्किटेक्चर, यो नियमनकारी संरचनामा चाहिँ हामी काम गर्न चाहन्छौँ। र हाम्रो मुलुकको अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरू विरुद्ध निर्णायक प्रहार गर्न हामी अवसरहरूको न्यायिक वितरण, इक्वालिटी अफ अपर्च्युनिटिज, इक्वालिटी अफ आउटकम्स होइन। र त्यसको लागि हाम्रो समुच्च निजी, सार्वजनिक र सामुदायिक रिसोर्सहरूलाई चाहिँ इक्वालिटी अफ अपर्च्युनिटिज, त्यो शिक्षाबाट मुखरित हुन्छ, पोषणबाट, स्वास्थ्यबाट, वित्तीय पहुँचबाट, एकीकृत सामाजिक प्रणालीबाट, र यो सबै विपन्नको सहारा पनि राज्य हो। तर मध्यम वर्गको विस्तार पनि हाम्रो चाहिँ लक्ष्य हो। मध्यम वर्गको विस्तार भएन भने लोकतन्त्र पनि जोगिँदैन र हाम्रा विकासका परम्परागत मानकहरूलाई पनि हामीले न्याय गर्दैनौँ। त्यसैले यसमा हामी स्पष्ट छौँ। इक्वालिटी अफ अपर्च्युनिटिज लगायतका विषयहरूमा त्यसको न्यायिक वितरण पनि, पहुँच पनि र उपयोगमा पनि हामी जोड दिनेछौँ। नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान लगायतका विषयमा हामी स्पष्ट छौँ। र यो नै राष्ट्रिय स्वतन्त्र पार्टीको दार्शनिक धरातल हो, अर्थ राजनीतिक सामाजिक धरातल हो। त्यसैबाट प्रेरणा लिएर हामीले यसलाई छोडेका छैनौँ। यसले 100 बुँदे वाचापत्र, 100 बुँदे शासकीय सुधारमा आयो, 100 बुँदे नीति तथा कार्यक्रममा आयो, र त्योबाट नै धेरै बजेटको रियल एलोकेसन पनि यसैको जगमा हुनेछ भन्ने कुरा म आश्वस्त गराउन चाहन्छु। अब तेस्रो विषय अलिकति मैले छुनै पर्ने, अघि मैले इङ्गित गरिसकेँ। आर्थिक वृद्धि भन्ने शब्द देख्नासाथ खै आर्थिक वृद्धि त पहिला पनि सुने हो भन्ने भयो। आर्थिक वृद्धि कति, के का आधारमा, कति समयसम्म, कसरी सम्भव हुन्छ र यो सम्भव भएको खण्डमा हामी कहाँ पुग्छौँ भन्ने स्पष्ट इकोनोमिक रोडम्याप प्रस्तुत गरिएको सायद यो नेपालको विकास इतिहासमा यो पहिलोपटक होला। हामीले मध्यम वर्गको विस्तार, सामाजिक आर्थिक उन्नयनको अवसर, समता उन्मुख सामाजिक बजार अर्थतन्त्र, सौम्य शक्ति, सम्पूर्ण हाम्रो अन्तर्राष्ट्रिय बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धहरूको विविधीकरणलाई सौम्य शक्ति, सफ्ट पावरको अम्ब्रेला मुनि लिएर आएका छौँ र यसलाई आर्थिक कूटनीतिसँग जोड्दैछौँ। यो वैचारिक फ्रेममा राज्यको भूमिका पुनर्परिभाषित हुँदैछ, हामी पुनर्परिभाषित गर्दैछौँ। यो नीति तथा कार्यक्रम पुराना दस्तावेजको निरन्तरता मात्र होइन, राज्य सञ्चालनको दृष्टिकोण नै परिवर्तन गर्ने गरी आएको छ। विगतमा राज्य भनेको खर्च गर्ने भाँडो,
खर्च गर्ने संयन्त्रका रूपमा प्रस्तुत हुन्थ्यो भने अहिले हामी डेलिभरी दिने राज्य निर्माणको दिशामा अगाडि बढेका छौँ। पहिलाका नीति तथा कार्यक्रमहरू प्रशासनिक सूची जस्तो हुन्थ्यो, एडमिनिस्ट्रेटिभ लन्ड्री लिस्ट जस्तो हुन्थ्यो। अहिले हामी आर्थिक पुनर्संरचना र शासकीय पुनर्संरचनाको राजनीतिक दस्तावेजको रूपमा आएको छ। यसले राज्य सञ्चालनको समग्र कार्यशैली र प्रणाली नै रूपान्तरण गर्ने चाहिँ लक्ष्य राखेको छ। मिसन मोडमा कार्यान्वयन, कार्य सम्पादन सम्झौता, डेलिभरी युनिट, डिजिटल सुशासन, तौलरहित अर्थतन्त्र, एआईमा आधारित अर्थतन्त्र, एकद्वार डिजिटल राज्य जस्ता संरचनात्मक रूपान्तरणका अवधारणालाई स्पष्ट रूपमा समावेश गरिएको छ र यो नयाँ दृष्टिकोणको प्रस्थान बिन्दु नै हो भन्ने हाम्रो चाहिँ दलिल छ। विगतमा दस्तावेजहरूमा धेरैजसो के गर्ने उल्लेख हुन्थ्यो, अहिलेको दस्तावेजले कसरी गर्ने, कसले जिम्मा लिने, कुन प्रणालीबाट डेलिभरी हुने समेत इङ्गित गरिएको छ। सुशासनलाई सायद पहिलो पटक नारा मात्र होइन, मापन गर्न सकिने प्रत्यक्ष परिमाणका रूपमा परिभाषित गरिएको छ। डिजिटल लेखा परीक्षण, कार्य सम्पादन सम्झौता, नागरिक ड्यासबोर्ड, डिजिटल ट्र्याकिङ, एकपटक विवरण दिए पुग्ने प्रणाली लगायतका कुराहरू र 100वटा एप जति चाहिँ नागरिक एपबाटै उपलब्ध हुने जस्ता कुराहरू र यो डिजिटल भन्दा पनि धेरै कन्फ्युजन भएको हुनाले यसलाई पनि हामीले टुक्रिएर एउटा विश्लेषणात्मक चाहिँ आवरण दिएका छौँ। एउटा ई गभर्नेन्सको खम्बा, अर्को डिजिटल सर्भिस डेलिभरीको खम्बा र तेस्रो चाहिँ डिजिटल इकोनोमीको खम्बा। एकअर्कासँग अन्तर आबद्ध छन् तर कहिलेकाहीँ यिनीहरू पृथक ढङ्गले पनि अगाडि जान सक्दछन्। त्यो डिजिटल गभर्नेन्सको क्ल्यारिटीका साथ हामी प्रस्तुत भएका छौँ र कहिले कसले गरेर के नतिजा आउँछ भन्नेसम्मको पनि नीति कार्यक्रममा आएको छ, जुन बाचापत्रमा नै कमिट गरिएको कुरालाई हामीले चाहिँ उठाएका छौँ र यसलाई विश्वसनीय बनाउनको लागि जेठ 15मा यी लक्ष्यका अगेन्स्टमा हामी रकमै तोक्नेछौँ, त्यसरी अगाडि जानेछौँ। र यो हरेक सेक्टरमा अलिकति कहाँ फरक छ भन्ने कुरा पनि म मान्य सांसदज्यूहरूलाई सामान्य सभामुख मार्फत निवेदन गर्न चाहन्छु। हिजोका नीति तथा कार्यक्रमहरूमा राज्य संयन्त्रको दलीय दोहन, सरकारी संयन्त्रलाई राजनीतिक कब्जाबाट मुक्त गर्ने, कर्मचारी तन्त्रका दलगत ट्रेड युनियन खारेज गर्ने, शैक्षिक संस्थाभित्रका हिंसात्मक तथा दलगत विद्यार्थी सङ्गठनको प्रभाव न्यूनीकरण गर्ने, सार्वजनिक संस्थालाई पेशागत र तटस्थ बनाउने संरचनात्मक सुधारका विषय छन् जस्तो मलाई लाग्दैन, हामीले लेखेका छौँ। त्यसैले अहिलेको दस्तावेजले राज्यलाई दलको विस्तार होइन, नागरिकको साझा संस्थाका रूपमा पुनर्स्थापित गर्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरेको छ। हामीले अर्थतन्त्रलाई उपभोग, आयात र रेमिटेन्स डिपेन्डेन्सीबाट उत्पादन, सेवा निर्यात, डिजिटल इकोनोमी, स्टार्टअप इकोसिस्टम र इनोभेसन लेड ग्रोथतर्फ लैजाने स्पष्ट दर्शन प्रस्तुत गरेका छौँ। कृषिको पुनर्जागरणको कुराहरू उठाएका छौँ, कसरी गर्नेछौँ भन्ने, शिक्षा स्वास्थ्यका सङ्कटहरूलाई दूरगामी र दीर्घकालीन समाधान कसरी दिने भन्ने कुराहरू लेखेका छौँ। पूर्वाधार भनेको त्यही नेपाल सरकारले 2-3 खरब खर्च गर्छ पुँजीगतको नाममा, त्योबाट हामी अब गभर्मेन्टको ब्यालेन्स सिटभन्दा बाहिर गएर खरबौँ रुपियाँ जोहो गर्ने गरेर अफसोर ग्रिन बन्डहरू, एनआरएनका बन्डहरू, पुँजीगत खर्चलाई बोरोइङसँग लिङ्क गर्ने कुराहरू, आइडल रहेका कर्मचारी कोष, सेनाको वेलफेयर कोष, प्रहरीको, इपिएफ, सिआइटी, यी सम्पूर्ण हाम्रा सार्वजनिक कोषहरूलाई अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स बिलमा लिएर आएर त्यसलाई गभर्मेन्टको ब्यालेन्स सिटभन्दा बाहिर खर्च गर्ने गरेर पहिलोपटक सायद विभिन्न पूर्वाधारका क्षेत्रहरूमा इलेक्ट्रिकल ग्रिड होला, डिजिटल कनेक्टिभिटी होला, रोड र पुलहरू होलान्, एभिएसन होला। अब हामी निजी पुँजी ल्याउँदैछौँ किनकि सरकारको सीमित रिसोर्सले त्यो भ्याउँदैन। त्यो भिजन यहाँ छ, यहाँहरूले पढिदिने कष्ट गरिदिनु भयो भने त्यो भिजन हामी छ। लामो समय समाजवादको नाम बजाएर कृषकहरूको नाममा राजनीति गरेकाहरूले पनि सोच्नुपर्नेछ। हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने भएको हुनाले कृषिमा न्यूनतम समर्थन मूल्य, किसानलाई डिजिटल भुक्तानी, भूमि बैंक, कृषि प्रविधि, बजार सूचना प्रणाली, निर्यात ब्रान्डिङ लगायतका कुराहरूमा अनुदानमुखी, कुटोमा अनुदान छ, बिउमा अनुदान छ, तर दिनुपर्ने अनुदानहरू हामीले दिइरहेका छैनौँ। त्यसैले अनुदानमुखी कृषि दृष्टिबाट ठुलो डिपार्चर हुनेवाला छ। त्यसैले रुरल इकोनोमीको रिभाइटलाइजेसन पनि हामी गर्दैछौँ। शिक्षालाई केवल पहुँचमा सीमित नराखी कृत्रिम एआई लगायतका प्रविधिमा आधारित सिकाइको सङ्कट जुन छ, प्राविधिक शिक्षा, उद्योग विद्यालय सहकार्य, डिजिटल कक्षा, रोजगारमुखी शिक्षा र अनुसन्धान प्रणालीसँग जोड्ने सोच अघि सारिएको छ र आइटीमा त यहाँहरूले पनि विथ रिलक्टेन्स एक्सेप्ट गर्नुभएको छ कि
यो सरकारको स्पष्ट एकीकृत दूरगामी भिजन छ भनेर विपक्षी सांसदहरूले पनि स्वीकार गर्नुभएको छ। त्यसको लागि म धन्यवाद पनि दिन चाहन्छु। पहिलो पटक सूचना प्रविधि, क्लाउड सेवा, एआई कम्प्युटेसन, डेटा सेन्टर, हरित कम्प्युटिङ, रिमोट वर्क लगायतका विषयहरूलाई आर्थिक रूपान्तरणको एउटा आधारका रूपमा हामीले स्थापित चाहिँ गरेका छौँ। अन्त्यमा यहाँहरूबाट प्राप्त महत्त्वपूर्ण सुझाव, धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक आत्मसात गर्नेछ। जसरी विभिन्न राजनीतिक दलका घोषणापत्रमा रहेका राष्ट्रिय हितका साझा र महत्त्वपूर्ण कार्यक्रमहरूलाई समेटेर हामीले साझा कार्यक्रम तयार गरेका छौँ, त्यसै गरी माननीय सदस्यहरूबाट प्राप्त रचनात्मक सुझाव, आलोचना र वैकल्पिक दृष्टिकोणलाई पनि आगामी कार्यान्वयन तथा नीतिगत परिमार्जनको आधार बनाइनेछ। माननीय सांसदहरूबाट अझ गहिरो अध्ययन, व्यापक बुझाइ र दूरदृष्टिसहितको रचनात्मक बहस, सुझाव र आलोचनाको अपेक्षा गर्दै राष्ट्र निर्माण सम्बन्धी बहसलाई अझ परिपक्व, सारगर्भित र घनीभूत बनाउन सबैलाई हार्दिक आह्वान गर्दछु। धन्यवाद।